हामी तिमीलाई केही पनि गर्दैनौँ हामी नेपाली बुझ्छौँ आफ्नो दिदी बहिनीलाई केही पनि गर्दैनौँ थाहा छ तिमीहरूलाई भूत कसरी बन्छ भनेर जब मान्छेको इच्छा र चाहना पुरा नभइनुपर्छ तब भूत बन्छ हामी पनि तिमीहरू जस्तै स्वतन्त्र नेपाली थियौँ आफ्नो देशलाई अत्यन्तै माया गर्थ्यौँ यही पालुनामाथि अङ्ग्रेजहरूसित युद्ध गर्दा छातीमा गोली थापेर आफ्नो देशको नेपालीलाई बचायौँ देशलाई स्वतन्त्र बनायौँ कसले भन्छ नेपाल स्वतन्त्र छ भनेर कसले भन्छ हामी अङ्ग्रेजहरूसित लडेर नेपाललाई अङ्ग्रेजहरूबाट स्वतन्त्र बनाउन सक्यौँ तर नेपाललाई नेपालीबाट स्वतन्त्र बनाउन सकेनौँ धनीका धनी धनी भइरहेका छन् गरिबका गरिब गरिब भइरहेका छन् र तिमीहरू भन्छौ देश स्वतन्त्र भनेर कसरी देश स्वतन्त्र हो के चोरेर हो तिमीहरू त्यस्तो होइन भूतले नि सामान चोर्छ र के होला त्यस्तो चोरेको मजाक गर्छु हो सुन्तली भूतले ए सुन्तली आइज त तेरो कहानी सुनाइदे रोजगारको खोजीमा बत्तीमा पुतली झुम्या झैँ विदेश गएकी थिएँ विदेशका ती चिल्ला हेर्दै रहर लाग्दा मार्बल पुस्ता पुस्दै त्यही सुत्नुपर्ने बाध्यता थियो त्यही चिसोमा कठ्याइरिएर मर्न लाग्ने अवस्था आउँदा पनि मलाई कसैले एउटा कम्बल उडाउन समेत आइपुगेन कसैले आएन कोही आएन त्यसैले सुन्तली कसैको कम्बल दिन बाँचेर लगिहाल्छ र आफ्नो न्यानोपनको आवाज गर्छ मजाक गर्छ सुन्तली भूत पनि मजाक गर्छ कहिलेकाहीँ त बिर्के भूतले पनि अचम्मै गर्छ हो बिर्के आइज त तेरो कहानी सुनाइदे टिक टक टिक टक टिक टक टिक टक टिक टक टिक टक कहाँको बिर्के आफ्नो देशको रक्षा गर्न छोडेर अर्काको देशको गेटको रक्षा गर्न पुगे एकचोटि म घडीमा समय हेर्दै थिएँ र आतङ्क मचियो र त्यही आतङ्कमा बम विस्फोट हुन थालेर म त्यही विस्फोटको शिकार बन्न पुगेँ यो बिर्खे त टाइम हेर्दा बम पो भन्छ त्यसैले कसैको घडी देख्न पासेन यो बिर्खे लगिहाल्छ ए बिर्खे कति हँसाउँछ कति हँसाउँछ अनि हाम्रो झोला जमिनीको चमक चमक अझै सिकेको रहेछ तर दुर्भाग्यवश तीव्र गतिमा आएको गाडीले छोराको त्यो अन्तिम इच्छा मैले पुरा गर्न सकिनँ मेरो नाबालिग छोराको के भयो होला त्यो छोराको म सँगसँगै मेरो छोराको त्यो आश पनि डुबेर गयो मेरो मृत्यु सँगसँगै मेरो छोराको त्यो आमाले झोला ल्याइदिनुहुन्छ भन्ने एक आश पनि मेरो नाबालिग छोरा के भयो त्यसैले चमेली कसैको झोला पाउन पासेन लैजान्छे कि आफ्नो छोराको सपना पुरा होस् भनेर यो मरेपछि नि आफ्नो छोरालाई माया गरेर बसेको हाम्रो नेपाल मान्छेलाई गाडीले हान्यो 10 लाख रुपियाँ क्षतिपूर्ति दियो केसको सक्यो के मान्छेको जिन्दगी 10 लाख हो के मान्छेको जिन्दगी 10 लाख हो त्यो काम
जति पनि तपाईँ गर्नुपर्छ है तपाईँ हो त पानी 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 धनी सुन्दा अचम्म लाग्यो पानी खान नपाएर मरेको हो त धाराबाट कल पानी नआएको पनि होइन आफ्नै छिमेकीले खान दिएन के गर्नु बिरामी भए अब म के गर्नु पानी कसले दिन्छ मलाई म त यही बोटल चोरेर हिँड्थेँ सम्म खान पाएन वाटर everyone got a drop to drink खुकुरी पनि चोरी भयो तिमीहरूको ए सुलोचना कति चोरी छ एसएलसीमा उत्कृष्ट कति सपना सजाएकी थिएँ डाक्टर बन्ने सुनौलो सपना बोकेर म सहर त पुगेँ तर मेरो यो रूप नै अभिशाप बन्न पुग्यो ती पापीहरूले मेरो अस्मितामा यति कालो दाग लगाइदिए कि मेरो अन्तरात्माबाट मैले त्यो दाग मेट्न सकिनँ त्यति गरेर पनि पुगेन तिनीहरूलाई तडपाई घाँटी रेटी मारे मलाई मेरो शरीरबाट बगेको हरेक थोपा रगतसँगै मेरो सपना पनि चकनाचुर भयो त्यसैले शकुन्तला ती पापीहरूको खोजीमा यो चक्कु लिएर भौतारिरहेको छ ताकि तिमीलाई जस्तो दिदीबहिनीमा यो घटना नघटोस् भनेर शकुन्तला बिचरा होइन अनि सुन्दरी भुल्ला कपाल उडाएन म त्यसो हाम्रो के गल्ती त अनि तँले भुल्ला पानी पानी त हाम्रो के गल्ती सबैजना आफ्नो के गल्ती मात्र भन्छ तर यहाँ गल्ती स्वीकार्ने कोही पनि छैन त्यसो भए त्यो बुढीको के गल्ती छ त्यो बुढीको हेर त्यहाँ बिचरीको छोराको अकालमा मृत्यु भएको थियो थाहा छ तिमीहरूलाई कसले भन्यो मेरो छोरा मर्यो भनेर कसले भन्यो मेरो छोरा मर्यो आज एउटी आमा पनि नेपाली भूत बन्दैछ एउटी आमा पनि आफ्नो छोरोको वियोगमा नेपाली भूत बन्दैछ तँलाई बुझ्यो हामीलाई एकदम खुसी लाग्यो ए साइला के गर्ने त हाम्रो सबै रूप देखाउने हो यिनीहरूलाई देख्यौ तिमीहरूले हामीलाई त्यस्तै हो जब एउटा नेपालीले आफ्नो देशलाई सच्चा दिलले माया गर्न थाल्छ तब उसले सबै नेपाली भूतलाई देख्छ हामीलाई देख्नुभयो नेपाली देशलाई सच्चा दिलले माया गर्नु अवश्य तपाईँहरूले हामीलाई देख्नुहुनेछ